त यो चाहिँ हामीले एभ्री वेडनेसडे गर्छौँ होइन त्यो झिलको साफसफाइ यहाँ हामी सबैजना दोकानहरू उसले त बरु सानोतिनो दोकानदारहरू हामी मिलेर हप्ता हप्तामा गर्ने गर्छौँ अस्तिको 2-4 हप्ता चाहिँ त्यो 10 विकहरू के विन्टरले गर्दा भ्याएन अब चाहिँ फेरि कन्टिन्यू गरेको यही नै भन्नु चाहन्छु यसरी आएर अलिकति मैला भातहरू चाहिँ नगरिदियोस् तर नि अब हाम्रो काम हो हाम्रो कर्तव्य साफसफाइ राख्ने तर पनि सबले अलिअलि सबले आफ्नो आफ्नो कन्ट्रिब्युसनमा बुझेर साफसफाइ होइन राख्नुपर्छ यसो नगरिदिउँ मैला भनेर बुझिदियो भने चाहिँ तपाईँहरू के अरे कुन चाहिँ उयसबाट हुनुहुन्छ हामी चाहिँ स्मल फुड कार्ट एसोसिएसन ए, हो हजुर, दुईवटा हजुर। भाग छ एउटा ऊ पर गार्डनपट्टि छ एउटा यो साइडमा लाइनमा छ हजुर। उहाँहरूको आफ्नै डिपार्टमेन्ट छ उनीहरूले उहाँहरूको आफ्नो हप्तामा गर्छ होइन स्याटरडे हामी चाहिँ वेडनेसडे गर्छौँ हजुर यति मैला देखिरहेको छौँ होइन यो त अब यहाँको दोकान स्थानीय उसले हो कि या टुरिज्म यो टुरिस्टकोबाट नि हुन्छ प्रायः जस्तो हाम्रो लोकलहरू पनि बुझेर नफ्याँक्दैदेखि प्रायः जस्तो गाडीहरू यहाँ पार्किङ भएपछि टुरिस्ट एउटा कर्नरमा एउटा ठुलो डस्टबिनको आश गरेको छौँ है हजुर हजुर टुरिस्टहरू अब आएर यसो देख्छ यहीँ सजिलो फ्याँक्नु हजुर। त्यो फ्याँकिदिन्छ अब यहाँ नगरपालिकाले के अरे यहाँ उयोहरू राखेको छ नि यहाँ छ डस्टबिनहरू आफ्नो ठाउँ ठाउँमा डस्टबिन छ हजुर। तर त्यो चाहिँ अब त्यतिले पुग्दैन पुग्दैन हजुर पुग्दैन अब उहाँहरूले त्यही टिपेर लान्छ उहाँहरूको ड्युटी कम्प्लिट गरिन्जेलसम्म त्यति बेलासम्म चाहिँ फेरि अरू मैला थुपिसक्छ हजुर हजुर त्यसले गर्दाखेरि अलिकति डस्टबिनको अभावै छ मेन चाहिँ अरूभन्दा पनि हाम्रै चिनाजाना टुरिस्ट ल्याउने ड्राइभर भाइहरूले चाहिँ यसो बुझेर चाहिँ टुरिस्टहरूलाई पहिल्यै सतर्क गराइदिएदेखि चाहिँ यस्तो मैला फोहोरहरू तर अलिक बाँचिन्छ हजुर हुन्छ त्यही हो जुन मैला यहाँ टिपिरहेछ है धेरै है र यसमा के भन्न चाहनुहुन्छ यो चाहिँ के भन्न चाहन्छु भने नि हामीले चाहिँ के भने हाम्रो यो स्मल फुड कार्ट एसोसिएसनले चाहिँ हप्तामा बुधबारको दिन चाहिँ हामी गर्ने गर्छौँ होइन तर हामीले चाहिँ यो 2-3 हप्ता भयो हाम्रो यस्तै व्यस्तताको कारणले गर्दा कोहीको मरौ कोहीको बिहा कोहीको यस्तो के अब कामले गर्दाखेरि भ्याएन त्यसले गर्दाखेरि चाहिँ हामीले नभएको कारणले गर्दा चाहिँ अहिले जति पनि यो टुरिस्टहरू अलिक बढेको छ त्यसले गर्दा यो टुरिस्टहरू यहाँ प्यारापेटमा बसेर पुरा चिप्सहरू खान्छ बोतल पानी खान्छ चिया ल्याएर यहीँ प्यारापेटमा बसेर खान्छ होइन उहाँहरूले चाहिँ यहाँबाट चाहिँ खाएर फ्याँक्दो रहेछ होइन तर यो चाहिँ नगरिदियोस् होइन अब चाहिँ योलाई चाहिँ एकदम बन्द गरिदियोस् भन्न चाहन्छु म यहाँ एउटा बोट लाउन सकिँदैन बोट होइन बोट राखेको छ हेर्नुहोस् न यो म्युनिसिपालिटीले पनि राखिदिएको छ बोट होइन यसो गरी डस्टबिनमा हाल्नु भनेर यो जुन डस्टबिन भनेर त हालिरहेछ तर पनि उहाँहरूले यो कतिजनाले त पढ्नु भएको होला नि तर पनि फ्याँकिदिनुहुन्छ के गर्नु सक्नु त्यसले गर्दाखेरि यही भन्न चाहन्छु किनकि यो जस्तै अब ड्राइभर दाजुभाइहरूले पनि भनिदिनुहोस् कि अब यो जति पनि टुरिस्टहरू कतिजनालाई त थाहा हुँदैन होइन उहाँहरूले पनि भनिदिनुहोस् यहाँ चाहिँ मैला नफ्याँकिदिनुहोस् उहाँहरू आएर त अब आउनै छ त उल्टी गरिदिन्छ हजुर पुरै उल्टी गरिदिन्छ यहाँतिर अब जस्तै यो चिप्सको कभरहरू त भयो भएन नानीको हगिसदेखि लिएर प्याडहरूदेखि लिएर सबै यहाँतिर फ्याँकिरहेको छ त्यो चाहिँ नगरिदियोस् अन्त अर्को कुरा के छ भन्दाखेरि अब जस्तो यो झिल छ है अब मिरिकको एउटा सानो यो झिल है तर अब यहाँ पनि अब यो सँगसँगै यहाँ कतिवटा होटेलहरूको पानीहरू पनि यहाँ फोहोर पानीहरू पनि हामीले यहाँ आइरहेको देख्छौँ है त्यसमा यो फुडकार्ट एसोसिएसनले के त्यसको लागि पनि केही पहल गरेको छ कि या गर्नेवाला छ कि या गरिरहेको छ कि खै सकेसम्म त हामी त अब नहाल्नुहोस् है भन्छु होइन योलाई सफाइ राखौँ भनेर चाहन्छु हामी त होइन तर पनि अब कतिवटा कुरा अब यहाँबाट बाहिर फ्याँक्ने जग्गा पनि नभरा हुनसक्छ यस्तो होइन कस्तो भने अब हामी चाहन्छौँ कि अब यो झिललाई सफा राख्यो भने हाम्रो आफ्नै यो दोकानदारी जति पनि गरिरहनु भएको छ उहाँहरूले गरिखाने बाटो बनाएको छ यो झिलले गर्दा नै होइन यो कुरालाई चाहिँ अब सफाइ राख्नु राम्रो होस् भन्ने चाहन्छु हामीले तर उहाँहरूले पनि अब बुझ्नु पर्यो यो कुरा चाहिँ अब त्यो यसमा झिलमा नहालिदिनु होइन झिलमा नहालिदिनुको लागि त उहाँहरूले यो कुरा चाहिँ अब जसले हाल्नु भएको छ उहाँहरूले नि अब यो चाहिँ बन्द गरोस् भन्ने चाहन्छु